हेलो नमस्ते वेलकम टु माई ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। हामी चाहिँ अब ड्राई पिकनिक गर्न आउँदैछौँ। अब घरतिर केही गोलमा अब यता कविता दिदी प्रकित शिखा सिर्जना श्यामाइरा अब अझै आउन बाँकी छ। अरू चाहिँ अब के अहिले देखाउँछु तपाईँहरूलाई। यति हो हाम्रो फ्यामिली जस्तै फ्यामिलीहरू मात्रै आइरहेछौँ। अझै आउनु छ। अब आउँदै हुनुहुन्छ। आउँदै हो सुप्रिया हाई भन्नु पानी लिएर आऊ भनेको थियो। पानी लिएर आऊ भनेको थियो भने थियो दिदी। यहाँ आएर पो हेलो भन्नु। हेलो खोइ त केटाको चप्पल सिस्टम फार्दै अब यतिजना हो हामी चाहिँ। पानी लिएर आलु खाथ्यो इले आएर त ल खान्नलाई हेलो भन हेलो भन। आलु हो आलु यसरी पनि आफुन्जी लिएर आऊ। तिमीले हो ओहो आफुन्जी ल्याउने भने अब खोल्नु त यसरी पनि यहाँनिर म नामलाई दिनुपर्छ। मामा ए पापड पो रहेछ। म त पुराउन भनेको मामा खोइ त एउटा खानु मामा मामा अब चाहिँ करेन्ट चाउचाउ आलु। अब चाहिँ करेन्ट चाउचाउ हाल्नु न तिमीले चिकन चिल्ली सबैले हाल्नु ल। म सबैजनालाई चिसो हालिदिन्छु ल गाइज। सृजना म्याडम प्रानिस पनि खाने हो। ल तिम्रो भाग ल खाने हो। रकित ल रकित बेब शिखाले कति खान्छ पिरो अझै हालिदिनु। म त त्यो धेरै हुन्छ। सिजना ए शिखा रानी दिदी नाम ओ दिदी मलाई कत्रो चाङ लाग्यो। म त्यत्रो सक्दिनँ निकाल्नु दिदी म सक्दिनँ। मैले झन् चटपट दिन जाउँ शिखा भनेको त मान्दै मानेन है दिदी हाल्नु भयो ल यो अचारमा हाल्नु। कता आएको प्रकित? ओके प्रकित तिमी कता आएको? गजब बेइज्जती है। रानी मम्मीले आउँछ क्या अहिले। खै त मेरो मनको खानु खाए ल सिजनसम्म हाल्दै त यसरी देखाउनु न। यसरी देखाउनु न कस्तो होला। हाल्दै हाल्नु न मलाई भेयो भयो ल भयो भयो। अब चाहिँ यी खानेकुरा हाम्रो चाहिँ यहाँ 2 PM एक करेन्ट चाउचाउ चिकन चिल्ली मोमो
ससेज अब हामी खाँदैछौँ है। र यता आउनु भइसक्यो सबैजनाहरू चाहिँ यता। खाएर के खान्न भन्नु Six hours later. आजलाई चाहिँ हाम्रो पिकनिक चाहिँ यही सकियो है। अब हामी घर जाँदैछौँ। हाम्रो घर उठ्यो है, हाम्रो घर चाहिँ उठ्यो। आजको लागि चाहिँ ल अब लिन आएछ है हाम्रो घोडा। हेर्नुहोस् त दुईटा घोडा गाईहरू घोडामा बस्ने होइन, घोडा लिएर आएको होइन। अब चाहिँ सक्यो। भैँसीले हान्छ क्या